अत्यन्तै खुसी छु तर पीडा यो घुँडा खुम्चाउनु हुँदैन लड्नु भयो दिशा गर्दा पनि गाई जस्तो हग्नु पर्ने ओहो अनि समस्या भएको छ टोइलेटमा गएर दिशा धुइएको छैन धुसुरेको पानीले धुएको छ हैन अनि त्यसले गर्दाखेरि पुरै पोलिरहेछ हजुर नजारिकन केही पनि नधुने दाँत पनि नमान्ने अरु मुख पनि नधुने त्यति चाहिँ प्रण छ मेरो नलाउने लुगा पनि नधुने एउटाले यो भनेपछि न पानी नझारिदिए पानी झारेको दिन मात्रै सबै कुरा पखाल्ने सबै पखाल्ने खार खोला मात्रै होला ठुलो समस्या हो अरु त नर्मल छ अब भोलिदेखि त जनता आम जनता पनि बोलाउने भन्ने मन छ आम जनता भनेको खैरिनवासी या अरु पनि खैरिनवासीहरु इच्छुक अरु आउँदा हुन्छ कि हुँदैन अरु आउनु भने झन् राम्रो उहाँलाई ताली बजाएर तर खानेकुरा चाहिँ बोकेर आउनु पर्यो हैन बस ठुलो ल दर्शक मित्रलाई आज यहाँनेरि खाना खाँदै हुनुहुन्छ स्पेशल आज के छ दाजु स्पेशल सब्जी के हो आज स्पेशल भनेको आज साग र सुँगुरको मासु हो साग र सुँगुरको मासु है सम्पूर्णमा नमस्कार यति बेला चाहिँ म वाइमा खोलामा यतिखेर म आइसकेको छु यति बेला अझै पनि धरानचार बासी खैरिनटारका बासीहरू अझै पनि उहाँहरूले यसरी चाहिँ पाइप तानेर अझै लाँदै हुनुहुन्छ यो उकालो ठाउँमा यहाँ माथि टुचन तान्नुपर्ने छ र यसरी चाहिँ उहाँहरूले तानेर यो खोला खोला यसरी जाँदै हुनुहुन्छ अझै पनि उहाँहरूको सङ्घर्ष जारी छ उहाँहरूले सङ्घर्ष गरिराख्नुभएका छन् र पानी खुवाउनको लागि अहिले फेरि पनि यो वाइमा खोला भन्छ यसलाई चाहिँ यो वाइमा खोलामा यसरी चाहिँ उहाँहरूले पाइपलाई तानिराख्नुभएका छन् यहाँ माथि टुचन छ यसरी र यो माथि टुचन चाहिँ माथि पाइपमा बाँधिसके पछाडि टुचनमा बाँधिसके पछाडि चाहिँ माथि तार्नुपर्ने हुन्छ र वाइमा खोलामा पनि यत्रो ठुलो भिरहरू छ यहाँनिर हैन यो खोलाले गर्दाखेरि भोलि पर्सि बाढी नआओस् भनेर उहाँले अझै सेकेयर गर्दै हुनुहुन्छ यो खोलाबाट यसरी चाहिँ उहाँले तानेर माथितिर लाँदै हुनुहुन्छ निकै समस्या छ उहाँहरूले गरेको सङ्घर्ष आफ्नो टोलवासीको लागि आफ्नो लागि यसरी उहाँहरूले मेहनत गरेर यति रिस्क लिएर उहाँहरूले लाँदै हुनुहुन्छ निकै यहाँ सङ्घर्षमय छ सङ्घर्षमय देखिन्छ यहाँनिर दर्शकबिन उहाँहरूले अझै यसरी लाँदै हुनुहुन्छ यहाँ चाहिँ एउटा सानो पाइप पनि 3 जनाले लाँदै हुनुहुन्छ उहाँहरूले यसरी निकै समस्या छ उहाँहरूलाई यो पीडा र विडम्बना पानी भन्ने चिज यस्तो छ पानीले मान्छेले पानी खानु नपाउँदा यति समस्या हुन्छ दर्शकबिन यति बेला चाहिँ अझ फेरि नयाँ टोली टुचन टोली हुनुहुन्छ यहाँ यो पाइपहरू जोड्ने टोलीहरू हुनुहुन्छ निशान डाँडाबाट आउनुभएका अग्रज व्यक्तित्वहरू दाजुहरू हुनुहुन्छ उहाँहरू एकदम एक्सपर्ट हुनुहुन्छ सन्दीप लिम्बू अहिले यो टुचन टोलीमा निकै सुरुवात दिनदेखि नै व्यस्तता निकै उहाँको ठुलो योगदान छ घर नगइकन जङ्गलमै बास राउटे जिन्दगी बिताउँदै भए पनि उहाँहरूले यसरी यो पानी खानेपानीको लागि खैरिनीवासी खानेपानीको लागि उहाँहरूले यसरी योगदान गरिराख्नुभएका छन् आज यो वाइमा खोलामा उहाँहरूले यसरी टुचनहरू तन्काइराख्नुभएका छन् यहाँनिर यो माथि जङ्गलबाट यो तन्काउनु आवश्यक पनि छ किन भन्दाखेरि भोलिको दिनमा यो खोलाले नलगोस् यसलाई सेफ्टीको लागि र सेक्युरको लागि उहाँहरूले यसरी यो पाइपलाई टुचनद्वारा तानेर उहाँहरूले लाँदै हुनुहुन्छ अहिले फेरि यहाँ आज डे 6 आज 6औं दिन बित्दै गर्दाखेरि आज सेरा खोलाको शिरबाट पानी ल्याउने क्रममा यति बेला चाहिँ आज वाइमा खोला आइपुगेको छ यहाँनिर आज 6औं दिन बित्दै गर्दाखेरि आज यसरी यो दिनसम्म उहाँले निकै सङ्घर्ष र मेहनतहरू गरिराख्नुभएका छन् यो वाइमा खोलाको थोरै भिड छ यता थोरै सानो भिड छ यति बेला आज सुरुवाती दिन हुनुहुन्छ हाम्रो अग्रज व्यक्तित्व आदरणीय काका हुनुहुन्छ नरजित काका आज उहाँले यहाँ धरानचारवासी खैरिनवासीहरूको लागि उहाँले आज निकै ठुलो योगदान गर्नुभएको छ उहाँले यहाँनिर अहिले उहाँले यहाँ काम गर्ने टोलीहरूको लागि मही चिसो दहीहरू चाउचाउ खाजाहरू लिएर उहाँ यतिखेर आइसक्नु भएको छ बुढो मान्छे हुनुहुन्छ तर यति मनकारी हुनुहुन्छ मनको यति सफा हुनुहुन्छ उहाँले अहिले बिचरा यहाँ काम गर्ने भाइहरूलाई चाहिँ उहाँको ठुलो सानो केही खाजाहरू बोकेर उहाँले ठुलो गुण लगाउनु भएको छ र बुढो मान्छे हुनुहुन्छ त्यस्तो बुढो त होइन तर पनि उहाँ यस्तो भिडमा यसरी उहाँहरू आउनुहुन्छ यो पाइपहरू अहिले यसरी उहाँहरूले तानेर माथि ल्याइसक्नु भएको छ दर्शकबिन यो कुराले के जनाउँछ भने हरेक व्यक्ति हरेक गाउँबाट हरेक बस्तीबाट जाग्नुपर्छ उठ्नुपर्छ जस्तो लाग्छ सबैजना एकबद्ध भएर लाग्नुपर्छ जस्तो मलाई लाग्छ दर्शकबिन अहिले यहाँनिर अहिले भर्खरै उहाँहरूले अहिले खोलामा टुचन तानिसकेर अहिले फेरि यो सानो एउटा यहाँनिर सानो त के ठुलै छ भिर यो भिरमा यसरी उहाँहरू पाइप तान्दै हुनुहुन्छ फेरि पनि यहाँनिर सानो टुचन तान्दै हुनुहुन्छ यहाँ अध्यक्षज्यू पनि आफै खटिरहनु भएको छ आज अध्यक्षज्यूसँग
थोरै कुराकानी गर्नेछु। अध्यक्षज्यू आज उहाँलाई जानकारी कति छ यहाँको बारेमा र अहिले कति ल्याइसक्नुभयो भन्ने विषयमा उहाँसँग म जानकारी लिनेछु। र यसरी पाइपहरू यहाँ ठिक पारिरहनु भएछ र यहाँनिर अझ जोड्नको लागि तयारी अवस्थामा हुनुहुन्छ। र मैले जानकारी आजको दिनसम्म कति भयो भन्ने कुरा चाहिँ म आज अध्यक्षज्यूसँग कुरा गर्नेछु र उहाँसँग जानकारी लिनेछु। अध्यक्षज्यू नमस्कार। नमस्ते। आज पाइप तानेको 6औं दिन भयो। 6औं दिनमा लगभग कति मिटर तानिसक्नुभयो? अहिले 13,65 लगभग हामीले 26-27 मिटर तान्यौँ अहिलेसम्म। 3000 का हाराइमा तान्दैछौँ लगभग मिटर। अब घरले फेरि कटाइसक्नुभयो, अब यहाँभन्दा उता कतिको समस्या छ होला, चुनौती छ? खारखोला मात्रै होला ठुलो समस्या हो, अरू त नर्मल छ। अब भोलिदेखि त आम जनता पनि बोलाउने भन्ने मन छ। आम जनता भनेको खैरिनवासी या अरू पनि? खैरिनवासीहरू इच्छुक अरू आउँदा हुन्छ कि हुँदैन? अरू आउनु भने झन् राम्रो, उहाँलाई ताली बजाएर, तर खानेकुरा चाहिँ बोकेर आउनु पर्यो। ए खानेकुराको यहाँ व्यवस्था छैन, स्पोन्सर भएको छैन, स्पोन्सरवाला छैन, अहिले समस्या छ। भयो ल अहिले यो यहाँनिर लगभग 3000 मिटर ल्याइसक्नु भएको छ, लगभग मोटामोटी 9 किलोमिटर छ। 9 किलोमिटरमा चाहिँ कति जति लाग्ला? 5 गाडी चाहिँ सकिसक्यौँ हैन। 5 गाडी भनेको चाहिँ के अरे 13 चोकको 52 2600 भयो। आज 4-5 वटा ल्याउँदाखेरि 3000 26-2800 जति हामीले विस्तार गरेको होला विस्तार। र परब त चौरीतिर गर्दा लगभग 2600-3200-3300 गरिन्छ होला आज। ओहो, यसरी पाइपलाई लगभग तपाईँले 13 गाडी 12 गाडी भन्दै हुनुहुन्छ पाइप। यो चाहिँ तपाईँहरूले सर्वे गरेर यसलाई नापेर नै फिक्स गर्नुभएको कि अन्दाजी हो? होइन, यो चाहिँ अब यो त हामी 11औं उपभोक्ता समिति हो हैन। यो लगिसक्यो, 10 वटा लगिसक्नुभयो पाइप यहाँ। अनि 11औंमा परेको हुनाले हामीले त्यो अन्दाज गरेर अनि उहाँले लगेको ठाउँदेखि उता जोड्दाखेरि त्यतिको अनुमान गरेका। 10औं लाने व्यक्तिहरूसँग तपाईँले बुझेर चाहिँ अन्दाज गर्नुभएको भनेपछि 11 नम्बरमा पर्यो तपाईँहरूको। 11 नम्बरको पानी ल्याउँदै गर्दा तपाईँको नम्बर पर्दै गर्दा चाहिँ उहाँहरूको मुहानभन्दा तलबाट ल्याउँदै हुनुहुन्छ माथिबाट? तलबाट ल्याउँछौँ, नियम सम्बद्ध माथि जान पनि मिल्दैन र हामी तलको जो सबैले तानेको निकास पानी चाहिँ तान्ने भन्ने सोच हो। अब आधिकारिक रूपले त हामी हो, 4 नम्बर बासी हो, 4 को मुहान हो। अब तर अरूलाई पनि नखा भन्न मिलेन, किनभने हामी मानवीयता हिसाबले सबैले बाँडेर खाने हो, खानुपर्छ भन्ने लाग्छ। एकले अर्कालाई सहयोग गराएर गर्नुपर्छ। अब त्यो खोलाको पानी बोकेर ल्याएर घरमा साध्य छैन। त्यसो हुनाले अब सम्भवतः सबैजनाले मिलेर खानुपर्छ। यो पानी लगिसके पछाडि खैरिनवासीलाई चाहिँ पुग्छ कि के छ, कतिको अन्दाज छ? केही राहत पुग्छ, बस्ती बढ्दै गइरहेछ, त्यस्तो प्रशस्त होइन, केही चाहिँ राहत पुग्छ। अब जसले गर्दाखेरि 2-4 वर्ष हुन्छ होला भन्ने लाग्छ। तर यो पहिरोहरू, बाढीहरू, खोलाहरूले चाहिँ समस्या छ, धेरै समस्या बनाएको त्यसले गर्दाखेरि। अब यो पानी लगिसकेपछि बर्खा मासको सिजनमा चलाउनु पर्छ कि यो पानी के छ कन्टिन्यू? हामी बर्खामा चाहिँ चलाउँदैनौँ कि भन्ने लाग्छ, किनभने बर्खामा त वहीँको पानी कसले खाने? शिवझट्टाबाट आएको त्यही पानी, मारखोला छेउको पानी आउँछ। अनि अब अभाव भयो भने चाहिँ लाने, नभएदेखि चाहिँ नलाने भने, किनभने मुहान डेन्जर छ। बाढी आइसकेपछि सबै पाइप लान्छ। अब यो पहिरोहरू हेरिरहनु भएको छ, यो पहिरोहरू हेरिरहनु भएको छ, त्यो हेर्दाखेरि चाहिँ पानी नलाने कि भन्ने चाहिँ सोच छ। तर पनि अब आवश्यकता अनुसार चलाउनु पर्छ, चलाउनुपर्छ। पानीको स्वच्छताको हिसाबले चाहिँ उहाँको खत्रीधारा के अरे शिवझट्टाको पानी र यहाँको सेरामा कतिको छ? यहाँको शुद्धता हो, अझै यहाँको शुद्धता। यसको मुहानमा त्यति मान्छेको बस्ती छैन होइन। अब जति मानव बस्ती हुन्छ, जति गाई बस्तु हुन्छ, त्यो कोलिन त्यहाँबाट हुने हो। त्यसो हुनाले गर्दा यो अलि स्वच्छ हो। भनेपछि अझै यो स्वच्छ हो? अलि स्वच्छ हो। ओहो, हस्, धन्यवाद अतिथि। दर्शकबिन अहिले चाहिँ उहाँहरू श्यामदाईका टिमहरू लगायत आज एकदमै एक्सपोर्ट टिमहरू यहाँनिर आज उपस्थित हुनुहुन्छ। उहाँहरूले यसरी यहाँ जोडिराख्नुभएका छन् र यसको कतिको यसलाई तापक्रम चाहिने, कतिको यो तापक्रम हुँदाखेरि चाहिँ यसलाई पाइपलाई जोडाउनु गर्न सजिलो हुन्छ भन्ने हिसाबले यति बेला चाहिँ उहाँहरूले यसलाई तताएर, हिटिङ प्लेटलाई तताएर उहाँहरूले चेक गरे पछाडि यसरी उहाँहरूले जोड्दै हुनुहुन्छ। यो फ्रेम हो, मैले हिजो अस्तिबाटै तपाईँहरूलाई देखाइरहेका छु। आज डे 6 आज 6औं दिन बित्दै गर्दाखेरि यहाँ दाजुहरूले यसरी जोडिराख्नु भएका छन्। एकदमै एक्सपोर्ट टिमहरू हुनुहुन्छ। यति गरे पछाडि यो मजबुत हुन्छ। श्याम दाई नमस्कार। हजुर नमस्कार। यो यसरी जोडिसके पछाडि यो के छ, यो भाँचिने सम्भावना कतिको हुन्छ? त्यसको लागि त अब हामीले तालिम गरेको होइन, अहिलेसम्म चाहिँ भाँचेको रेकर्ड छैन। अहिलेसम्म भाँचेको रेकर्ड छैन। जस्तो सुकै भिरालो ठाउँमा लोड पर्यो भने पनि भाँचिँदैन? लोड पर्दा भाँच्दैन। बाइबिस्टे अब ठुल्ठुलो ढुङ्गा आएर हिर्काएर भाँचिनु सक्छ होइन, त्यसो हामी ग्यारेन्टी लिन सक्दैनौँ। तर यसलाई चाहिँ अब हामीले चाहिँ
यसलाई चाहिँ हामी यो जोडिसकेपछि हामीले चाहिँ अब खुल्ला टुक्रा जोड्नु भने जोडिसकेर हामीले दुईपट्टि अचानकै जस्तो सिलाइन राखेर माथि चढेर उफ्रेर पनि हामीले चेक गर्नुपर्ने अवस्थाहरू आउँछ यसको भनेपछि जोडान गरिसकेपछि यसलाई मजाले चेक गरिन्छ त्यो 75 ठुल्ठुलो पाइप छोटो टुक्रा जोड्दा चाहिँ हामीले अनिवार्य उफ्रेर माथि चढेर हामीले जम्पिङ गरेर भाँच्छ भन्दैन चेक गर्नुपर्ने हुन्छ भाँचिनु भएन हो यो भनेपछि लगभग अहिलेसम्म भाँचेको रेकर्ड छैन तपाईँहरू निशानेबाट हुनुहुन्छ होइन निशान डाँडाबाट निशान डाँडाबाट तल खैरेनीवासीको लागि तपाईँहरू पनि हेल्पको लागि आउनु भएको छ सघाउनको लागि धनबहादुरजी अध्यक्षज्यूले उहाँले निमन्त्रण गर्नुभयो उहाँले त्यसरी आइदिनु तपाईँहरूको 5 पर्यो कि 4 पर्यो हामी 5 पर्नुभयो तर 4 को अध्यक्षज्यूसँग कतिको तपाईँहरूको बाउन्डिङ छ जस्तै अब हामी उहाँहरूसँग अब नजिकै सम्बन्ध हौँ अब होइन उहाँसँग हामीले त्यस्तो पनि अब त्यो विषय छैन होइन अब हामीले हाम्रो सम्बन्ध राम्रै हो नातामा पनि हाम्रो सम्धि पर्नुहुन्छ नातामा सम्धि पर्नुहुन्छ मेरो थोरै एउटा कुरा के लाग्यो भने श्यामदाई जस्तो अहिले तपाईँहरू 5 नम्बरबाट हुनुहुन्छ मानप्रसाद लिम्बूको एरियामा हुनुहुन्छ तपाईँ उहाँ तपाईँहरूको जनप्रतिनिधि अहिले पछिल्लो समयमा अध्यक्ष धनबहादुर राईज्यूलाई वाही पाइराख्नु भएका छ र उहाँलाई चाहिँ अब आउँदो चाहिँ भावीको मेयर बनाउनु पर्छ भन्ने कुराहरू पनि यसरी उठिरहेछ यसमा तपाईँको विचारमा के लाग्छ यस्तो त्यसको लागि राम्रो कुरा हो सक्दो हामीले मतले सही गर्ने हो कसै अब बलले होइन मतले हो उहाँलाई हाम्रो एकमतको आवश्यकता हुन्छ एकमत भनेको महत्त्वपूर्ण कुरा हुन्छ उहाँलाई हामीले एकमत दिनु भनेको नि उहाँलाई धेरै सहयोग तपाईँको तर्फबाट चाहिँ मत हुन्छ कि हुँदैन मबाट एकदम हुन्छ 100% हो के लाग्छ तपाईँलाई उहाँ मेयर हुनु उहाँ क्यापेबल छ कि छैन उहाँमा योग्यता छ जस्तो लाग्छ या छैन जस्तो लाग्छ तपाईँलाई अहिलेसम्म उहाँले गरेको काम हेर्दाखेरि उहाँले यो गर्नु सक्नुहुन्छ किनकि यो उहाँले अहिले वडा चलाइराख्नु भयो वडामा उहाँ मेयर जानु भनेको स्वाभाविक कुरो राम्रो उहाँले किन गर्न सक्नुहुन्छ राम्रो गर्न सक्नुहुन्छ भनेपछि तपाईँ 5 का वडावासी भए पनि 4 नम्बरका वडा अध्यक्षको समर्थनमा हुनुहुन्छ अब समर्थन त हुनु पर्यो होइन छरछिमेक होइन पर्दा सबैमा चाहिने हो अनि हामीले सबैको समर्थनमा बस्नुपर्छ हामीले जनता सबै चाहिन्छ आफ्नो वडाको वडा अध्यक्षसँग चाहिँ कतिको तपाईँको ह्यान्डखेम छ उहाँहरूसँग पनि अब राम्रै छ अहिलेसम्म तपाईँले चुनेर पठाउनु भएको तपाईँले लगाउनु भएको भोट खेर गए जस्तो लाग्छ कि लागेन जस्तो लाग्छ ठिकै छ अहिलेसम्म तब खासै उहाँले चाहिँ भन्छ गाउँलाई मुक्तिला गाउँलाई चाहिँ अलिकति विकास नरहेको विषयमा चाहिँ अलिकति गुनासो छ सिधा भन्छ भनेपछि मानप्रसाद लिम्बू वडा अध्यक्षज्यूले अलिकति मुक्तिलावासीलाई चाहिँ अलिकति पछाडि पारिएको हो कि जस्तो चाहिँ देखिन्छ कि अब हेर्दाखेरि होइन वारिपारि सबैबाट आउँछ मुक्तिलाले चाहिँ अलिकति हुन्छ उहाँले चाहिँ पोहोरको साल चाहिँ उहाँले अलिकति सहयोग गरिदिनु भयो होइन पोहोर पनि नगर्नु भएको होइन उहाँले गरिदिनु भएको उहाँलाई त्यसमा हामी धन्यवाद दिन्छौँ होइन फेरि पनि उहाँले यस्तो यो आगामी सालहरूमा होइन उहाँको कार्य रहनजलसम्म चाहिँ अवधिसम्म चाहिँ यसो अब हामीले होइन धेरै होइन एउटा सरसफाइ मात्रै गरिदिनु भनेको धेरै राम्रो कुरा हो भनेपछि मुक्तिलावासीलाई अझै पनि पछाडि पारिएको जस्तो लाग्छ तपाईँ लाग्छ जस्तो होइन लागेको हो सबैले हेर्दा पनि सर्लाका देखेकै कुरा हो पछि नै पारिरहेका छन् परेको छ पार या परियो यो दुईटा कुरा पारे पनि भन्नु मिलेन प्राकृतिकको कारणले पनि हामी पछाडि पर्यौँ त्यसमा थियो अब हाम्रो वडा प्रतिनिधिले अलिकति त्यो प्राकृतिकमा चाहिँ अब त्यो धेरै खर्च स्रोत लाग्ने खर्च भएको कारणले गर्दाखेरि उहाँले चाहिँ अलिकति मध्यनजर राख्नु नसक्नु भएको भन्ने एउटा कुरा बुझाइ पनि आउँछ अहिले तत्कालको विषयमा चाहिँ वडाबाट चाहिँ के सम्मान गरिदिए जस्तो हुन्छ मुक्तिलावासीको लागि मुक्तिलावासी त वडाले त म के भन्छु चाहन्छु भने सिधा कुरो हो सरसफाइ गरिदिनु होइन अब अहिले त बाटोको दुईपट्टिबाट हामीले बाटोको अभाव भएको कारणले गर्दाखेरि पनि होइन अहिले पानीको सिजन पनि छैन पानीको सिजन छैन अब यसो हिउँदो 2-4 महिना गाडी कुद्ने समय एउटा सानो गोरेटो खनिदिए होइन सरसफाइ गरिदिए बस त्योभन्दा त अरू के खोज्नु होइन अब विकास भनेको एकचोटि गाउँमा ड्यामले खोजेर हुँदैन तलबाट बन्दै आउनुपर्छ बन्दै आउँदाखेरि अब समय लाग्छ हामीले पनि पर्खिनु पर्यो नि त मकै रोप्नु बित्तिकै फल्दैन त त्यसलाई 3 महिना 4 महिना पर्खेर खानै पर्छ अनि हाम्रो गाउँलाई विकास एकचोटि जस्तै सहरमा जस्तो भयो जस्तो हाम्रो गाउँमा त एकचोटि हुँदैन त्यसलाई पनि टाइम लाग्छ म त्यो भन्छु क्या बिस्तारा पालोसँगले होइन बन्दै अनि बनाउँदै ल्याइदिए भने सबैभन्दा राम्रो लाग्छ क्या अहिले हाम्रो पालामा चाहिँ यति गाडी बाटो दुःख सुख कुद्यो भने पछिको हाम्रो छोरा नातिको पालामा धेरै राम्रो भएर आउँछ आउने पिँढीको लागि हुनु पर्यो क्या हामीले यस्तो भोग्यौँ होइन अब समय नै यस्तो छ होइन पहिला हेरिकन धेरै विकास भएको यसलाई विकास नभएको भन्नु मिल्दैन पहिला हेरी धेरै विकास भएको हाम्रो बाबुहरूको पाला भन्दा अहिले धेरै विकसित ठाउँ भएको हो फेरि अब हाम्रो पालामा यति भयो होइन अब यसलाई हामीले निरन्तर दिएर गाउँले जनता पनि एउटा एकता भएर चाहिँ हामीले एउटा सामाजिक क्षेत्रमा काम गर्नु पर्यो होइन अब हामीले जस्तै वडा प्रतिनिधि जस्तै नगरहरूसँग चाहिँ हामीले सबै समन्वय गराएर चाहिँ काम गर्दै जाँदा बिस्तारै विकास हुन्छ आफत मान्नु भने क्या एकैचोटि हुन्छ भने कतिपय मान्छेको पर्खिखानु सक्नुहुन्छ तपाईँहरू तर ढिलो चाँडो होस् तर मुक्तिलावासीलाई केही गरिदियोस् गरिदियोस् यति हो तपाईँको भनाइ
अहिलेको अहिले हामीले चाहिएन तर पर्खी खान सक्नुहुन्छ हस् धन्यवाद दाजु ल दर्शक यति बेला चाहिँ श्याम दाइले भन्दै हुनुहुन्थ्यो मुक्तिलवासीको लागि अलिकति केही गरिदिनु पर्यो भनेर अनुरोध गर्दै हुनुहुन्थ्यो र यतिखेर चाहिँ उहाँहरू ल फेरि पनि यहाँ मेसिन जोड्ने क्रममा हुनुहुन्छ र अहिले अध्यक्षज्यू यसरी आफै खटिराख्नुभएका छन् यहाँ तारहरू काट्नेदेखि लिएर पाइपहरू तानेर मिलाउने सबै गर्दै हुनुहुन्छ ल दर्शक यति बेला चाहिँ यहाँनिर खाना खाँदै हुनुहुन्छ स्पेसल आज के छ दाजु स्पेसल सब्जी के हो आज स्पेसल भनेको आज साग र सुँगुरको मासु हो साग र सुँगुरको मासु है बनाएको छ है यस्तो छ कतिजनालाई आज भनेको 11 जना 11 जनालाई ल ल अध्यक्षज्यू पनि यहाँ खाना खाँदै हुनुहुन्छ यसरी ल दर्शक यति बेला चाहिँ खरिन्टारवासीहरू यति बेला चाहिँ उहाँ सन्दीप लिम्बू उहाँ यस्तो भिडमा यसरी झुन्डेर जाँदै हुनुहुन्छ ज्यानको रिक्सी लिएर गइराख्नुभएका छन् यो निकै कठिनाइ छ उहाँलाई रहरले होइन बाध्यता छ जसरी भए पनि खरिनेवासीको लागि चाहिँ पानी खुवाउनुपर्छ भन्ने एउटा सिद्धान्तले उहाँहरूले आफ्नो ज्यानलाई जोखिममा पारेर पनि यतिखेर चाहिँ यो भिडमा जाँदै हुनुहुन्छ यो भिडमा जानुको उद्देश्य भनेको यो टुचन तानिसके पछाडि यो टुचनले पाइपलाई चाहिँ भिड जाँदाखेरि पनि पहिरो जाँदाखेरि पनि त्यसलाई सेक्योर होस् भन्ने हिसाबले यति बेला सन्दीप लिम्बू खरिन्टारवासी हुनुहुन्छ उहाँले चाहिँ यो टुचन तारलाई तार्ने कोसिस गर्दै हुनुहुन्छ यो मैले देखाइरहेको छु दृश्य निकै सङ्घर्षमय उहाँहरूले लाँदै हुनुहुन्छ दर्शक यति बेला चाहिँ धरानचार खैरेनी वासीहरू यति बेला चाहिँ पाइप तान्ने क्रममा तल्लो सुमनटार बडो मुस्किलसँग निकालिसक्नुभएका छन् र यहाँनिर यो सुमनटारको यो बारीमा एक्सपोर्ट टिमहरू उहाँहरू हुनुहुन्छ उहाँहरूले यहाँ यसरी पाइपलाई जडान गर्दै हुनुहुन्छ अहिले तल्लो सुमनटार बहुत मुस्किलले निकाल्नुभएका छन् र वडा अध्यक्षज्यू अहिले निकै थकित त भए पनि यहाँनिर अहिले तल्लो सुमनटारमा यसरी पानीको पाइप निकालिसके पछाडि वडा अध्यक्षज्यूमा पनि निकै मुस्कानको लहरहरू फैलिरहेका छन् र अहिले तल्लो सुमनटारमा यसरी पानीको पाइप आइसके पछाडिको अवस्था अहिले यो बारीको डिल्लीले यसरी लगिरहेका छौँ दर्शक पनि यहाँनिर अहिले सबैजना धरानचार खैरेनीवासीहरू यहाँ यसरी कामहरू धमाधम गरिरहनु भएका छन् अध्यक्षज्यू यहाँनिर मुस्किलले निकालिसके पछाडि बल्ल अध्यक्षज्यूको अनुहारमा निकै मुस्कान फुरिरहेका छ यहाँनिर ल यसरी बसिरहनु भएको छ अध्यक्षज्यू मुस्किलले यहाँनिर निकालिराख्दाखेरि कतिको खुसी हुनुहुन्छ अत्यन्तै खुसी छु तर पीडा यो घुँडा खुम्चाउनु हुँदैन लड्नु भयो दिशा गर्दा पनि गाई जस्तो हग्नु पर्ने ओहो अनि समस्या छ टोइलेटमा गएर दिशा धोइएको छैन धुसुरेको पानीले धोएको छ हैन अनि त्यसले गर्दाखेरि पुरै पोलिरहेछ हजुर समस्या छैन हजुर तपाईले एउटा बाचा गर्नु भएको छ अध्यक्षज्यू अब यहाँको पानी सेराको पानी धरान 4 मा नझारिकन केही पनि नधुने दाँत पनि नमान्ने अरु मुख पनि नधुने त्यति चाहिँ प्रण छ मेरो नलाउने लुगा पनि नधुने एउटाले यो भनेपछि न पानी नझारिदिए पानी झरेको दिन मात्रै सबै कुरा पखाल्ने ल अध्यक्षज्यूले यसले त टोइलेट सफा गरिनेछ भनेपछि कस्तो होला सम्झिनु न तपाईले भनेपछि बिजोग छ अहिले सुन्दा त तर मान्छेलाई अप्ठ्यारो हुँदैन हाम्रो पिता पुर्खाहरू त यसरी नै आएको नि त लहरामा पक्रेर रुखमा पक्रेर भिरमा चेप्टिएर दिशा गर्थ्यो नि त है अनि ठुल्ठुलो सफा ढुङ्गामा दिशा गर्न कति मजा हुन्छ त्यस्तो हुन्थ्यो नि त्यस्तै भएको छ किनभने चाहेर पनि टोइलेट छैन जङ्गलमा कति रात भयो जङ्गलतिर बस्दै आउनु भएको आज बस्दाखेरि 5 रात छैन आज बस्दा 5 रात हुन्छ 6 रात 7 रातमा पुगिन्छ होला घर अझै 2-3 रात बस्नै बाँकी छ बस्ने हो उ त्यो घरकै छेउमा गएर पनि बाहिरै बस्ने हो अहिले के को यो रहरै पुगेछ नि रहरै पुगेछ नि बिजोग छ अझै ल अध्यक्षज्यूले यति बेला चाहिँ धुसुरेको पातले टोइलेटलाई पुस्दैछु भन्दै हुनुहुन्छ अनि गाई जस्तो हग्नु पर्ने क्या ल घोडा खुम्चाउन आउँदा त्यसरी पछाडी हेर क्या ओहो ल अध्यक्षज्यूलाई यति बेला चाहिँ घोडा खुम्चाउनु नमिल्दाखेरि चाहिँ पीडा आफ्नै छ गाई शैलीमा टोइलेट गर्नु परिरहेछ ल बिजोग विडम्बना यो छ यहाँनिर माइला दाई हुनुहुन्छ धरानचार खैरेनीवासी नै हुनुहुन्छ दाजु कतिको कष्ट भइरहेछ अहिले यसरी काम गर्दाखेरि कष्ट त भइरहेको छ भिरको बाटो हिँड्नु परिरहेको छ हैन गाडीको बाटो हिँडेर अब ल्याइरहेछ कष्ट त बडो गाह्रो भइरहेछ
यस्तो भिर कहिले चढ्नु भएको थियो पहिला? यस्तो यो घोर्लेभिर जस्तो काहीँ पनि चढिएको पनि थिएन होइन, हेरिएको पनि थिएन, देखिएको पनि थिएन भनौँ। घोर्लेभिर जस्तो देखिएको पनि थिएन। अब चढ्नु पनि नपरोस्? चढ्नु पनि नपरोस्, चढ्नु त पर्छ। हामीले अब यहाँको बासीले पानी ल्याएको छ, अब पानी के टोटफुट हुँदा त अब जानै पर्यो, ल्याउनै पर्यो होइन, निरन्तर गर्नै पर्यो। निकै सङ्घर्षका साथ तपाईँहरूले पानी खुवाउँदै हुनुहुन्छ? हामीले सङ्घर्ष साथ ल्याएको छौँ अब पानी है। यहाँको पानी चाहिँ सङ्घर्ष गरे अनुसार पानी पनि अति मिठो छ। मिठो छ, लेकको पानी हो, एकदम राम्रो छ। यहाँनिर आइपुग्दासम्म कतिवटा जुत्ताहरू फटाउनु भयो? जुत्ता त एक जोर त फ्यालिसक्यो, अब एक जोर पनि जानेवाला भएको छ। जानेवाला भइसकेको छ भनेपछि निकै सङ्घर्ष गरेर तपाईँले ल्याउँदै हुनुहुन्छ पानी? एकदम सङ्घर्ष गरेर ल्याइएको छ। हस्, धन्यवाद। दर्शकबिन अहिले खैरेनीवासीहरू पनि हुनुहुन्छ, उहाँहरू र स्थानीयहरू हुनुहुन्छ। उहाँहरू भन्नुहुन्छ निकै सङ्घर्ष र मेहनत गरेर यति बेला चाहिँ यहाँ आइसक्नुभएका छन् तल्लो सुमनटारमा, र यति बेला चाहिँ यहाँनिर यो पाइप टान्ने टोलीहरू हुनुहुन्छ, उहाँहरू निकै एक्सपर्ट हुनुहुन्छ र उहाँहरू चाहिँ अहिले यो विषयमा, यो पाइपहरू जोडान गर्ने विषयमा पिएचडी गरेकै भन्दा पनि फरक चाहिँ पर्दैन। किन भन्दाखेरि उहाँहरूले यसरी गरिराख्नुभएका छन्। उहाँहरू लगभग प्राविधिक टोली नै हुनुहुन्छ, उहाँहरू अहिले निकै एक्सपर्ट हुनुहुन्छ। यो कुरामा मैले अघि पनि भने पिएचडी गरेको टोली भन्दा फरक पर्दैन दर्शकबिन, र त्यही भएर उहाँहरूले यसरी यो फ्रेममा लगाएर निकै सङ्घर्षमय तरिकाले उहाँहरूले पानी खुवाउँदै हुनुहुन्छ। यो एकदम पुण्यको काम गर्दै हुनुहुन्छ उहाँहरूले। ल यसरी चाहिँ यो फ्रेममा लगाइसके पछाडि यसलाई यसरी काटेर उहाँहरूले चाहिँ